यहाँ आउँदा अब के भयो त भन्दा फङ्सन कल भयो हेर्नुहोस् है यहाँ फङ्सन कल भइसकेपछि त ओ पिटिआर पनि पाएँ भनेर मक्ख पर्छ यो पिटिआर पाइसकेपछि ओ पिटिआर बोकेर म भित्र जान्छु भन्छ अनि भित्र गएर यसले के गर्छ इन्ट्रेस्ट क्यालकुलेट गर्छ इन्ट्रेस्ट क्यालकुलेट गरेर आइराख्छ आइराखिसकेपछि यसले ओ रिटर्न गर्ने रहेछ मैले त प्रिन्ट गर्नै पाइनँ भन्छ होइन त्यही भएर रिटर्न गरेर त्यो इन्ट्रेस्ट चाहिँ रिटर्न गरिदिन्छ अब रिटर्न गरेको भ्यालु चाहिँ फेरि बोकेर वेलकम ब्याक टु अनदर भिडियो अफ रिडर्स नेपाल र आजको यो भिडियोमा चाहिँ हामी क्लास 10 को कम्प्युटर साइन्सलाई फोकस गर्नेछौँ सो यो क्लास 10 को लागि मात्र भिडियोहरू हुनेछ र मैले यो भिडियोमा चाहिँ के चर्चा गर्न खोजिरहेको छु त भन्दाखेरि सिन्स अब यो भनेको त हामी नयाँ करिकुलम अनुसार एक्जाम दिँदैछौँ नि त होइन पहिला पहिला क्यु बेसिकहरू आउँथ्यो भने अहिले अब पाइथनहरू आउँछ होइन त्यही भएर धेरै क्वेसन ब्याङ्कहरू पनि छैन क्या हामीसँग धेरै क्वेसन ब्याङ्कहरू हुने भए हामी क्वेसन ब्याङ्कहरूबाट चाहिँ हामीले प्र्याक्टिस गर्न सक्थ्यौँ अब कुन रिपिटेड क्वेसन हो भन्ने हामी प्रिडिक्ट गर्न सक्थ्यौँ अब यस्तो अवस्था नभएको बेलामा चाहिँ आफूले आफूलाई कसरी तयार पार्ने होइन भन्ने कुरा चाहिँ म यो भिडियोमा चर्चा गर्छु तर यो भिडियोमा चाहिँ म पाइथनको बारेमा धेरै चर्चा गर्छु कि अरू च्याप्टरहरू चाहिँ म पछि पछि गरौँला तर यो भिडियोमा चाहिँ हामी पाइथनको बारेमा चर्चा गर्नेछौँ कि है सो हामी अब यहाँ के गरौँ त भन्दाखेरि चाहिँ जस्ट यो रिडर्स नेपाल .com गएर क्लास 10 कम्प्युटर साइन्समा हेर्नुभयो भने यहाँ मैले ओभरभ्यूमा चाहिँ मैले सबै एक्जामको प्याटर्नहरू राखिदिएको छु यस्तो कुराहरू मैले धेरै डिस्क्राइब गरेँ भने तपाईँको टाइम पनि वेस्ट हुनुहुन्छ होइन तपाईँ आफै हेर्न सक्नुहुन्छ सर हेऱ्यो भने चाहिँ पाइथन इन प्रोग्रामिङबाट चाहिँ 12 मार्क्स आउँछ भनेको छ होइन 12 मार्क्स आउँछ भनेको छ 2टा एमसिक्यू 3टा सर्ट क्वेसन एउटा लङ क्वेसन है यसमा पनि म धेरै गइनँ अब त्यो कस्तो क्वेसन आउन सक्छ भन्ने कुराहरू चाहिँ अब हामी चर्चा गर्नेछौँ कि सो यसको लागि म रफ स्केचहरू गर्नको लागि चाहिँ म के गर्छु त भन्दाखेरि बोर्ड खोल्छु है त अब यो बोर्डमा आएर हेर्दाखेरि हामी क्लास 10 को पाइथन हेऱ्यो भने 12 मार्क्स आउँछ भनेको छ 12 मार्क्समा चाहिँ जान्नै पर्ने बुझ्नै पर्ने यति जस्ट मेन्टल प्रिपेयर त हुनु पऱ्यो नि त होइन हामी मेन्टल प्रिपेयर के हुनु पऱ्यो त 2टा एमसिक्यू त आउँछ भन्न पऱ्यो नि त होइन यति त बुझ्नु पऱ्यो नि 2टा एमसिक्यू चाहिँ पाइथनबाट चाहिँ आउँछ इच विल क्यारी 1 मार्क्स भन्ने चाहिँ बुझ्नु पऱ्यो है किनभने धेरै च्याप्टर छैन नि त 20-30वटा च्याप्टर हुने भए कुनबाट कति आउँछ भन्ने सम्झिनै पर्दैन बल्ल 5वटा च्याप्टर छ होइन सम्झिन सकिन्छ कि होइन वान सम्झिने नसम्झे नि हुन्छ तर प्रिपेरेसन बेटर हो है अनि त्यसपछि चाहिँ हामीसँग हामीले अहिले भर्खरै देखे अनुसार चाहिँ हाम्रो कतिवटा सर्ट क्वेसन आउँछ 3टा सर्ट क्वेसन आउँछ भनेको छ इच विल क्यारी 2 मार्क्स है अनि एउटा चाहिँ लङ क्वेसन आउँछ इच विल क्यारी 4 मार्क्स अब यसरी चाहिँ के भयो त भन्दा 2 भयो 6 भयो 4 भयो यसरी 12 मार्क्स भएको हो होइन अब कस्ता कस्ता क्वेसन आउन सक्छ नि त मैले लास्ट पाइथनको सिरिजको भिडियोहरूमा पनि बिचा बिचामा 10 क्लासलाई पनि फोकस गरेर कुन कुन क्वेसन आउन सक्छ भनेको थिएँ होइन तर एमसिक्यू भन्ने बित्तिकै त अब्जेक्टिभ हो नि त होइन अब्जेक्टिभ हो अब यसमा लजिकल क्वेसनहरू आउँछ अब यसमा प्र्याक्टिस अलिकति बुझेको हुनुपर्छ कि अब धेरै कुरा बेसिक कुराहरूबाट होइन अब इन्ट फ्लोटहरूले के काम गर्छ भेरिएबल भनेको के हो होइन कसरी भेरिएबल लेख्ने कसरी भेरिएबल नलेख्ने कुन भ्यालिड भेरिएबल हो कुन इनभ्यालिड भेरिएबल हो होइन अब सिन्ट्याक्सहरूको कुराहरू हुन्छ इफ एल्सको कुराहरू हुन्छ होइन एल्स इफ कसरी लेख्ने होइन अब डिबगर भन्न सक्ला अरे कुन राइट आउटपुट हो भन्न सक्ला अरे अपरेटरहरूको कुराहरू आउला अरे भनेको बेसिक लजिकल कुरा के बेसिक फाउन्डेसन अफ पाइथन चाहिँ तपाईँलाई एमसिक्यूमा सोध्छ कि है अब यसको लागि चाहिँ म एमसिक्यूको चाहिँ छुट्टै भिडियो बनाउँछु म चाहिँ सर्ट क्वेसनलाई हो कि मेन टार्गेट गर्न खोजेको चाहिँ आज चाहिँ 3टा सर्ट क्वेसन आउँछ भनेको छ नि त होइन 3टा सर्ट क्वेसन आउँछ भनेको छ अब यो 3टा सर्ट क्वेसन चाहिँ हामीले त्यो अघि मैले देखाएको मोडल क्वेसनमा तपाईँले हेर्नुभयो भने त्यसमा के आएको छ त भन्दाखेरि चाहिँ एउटा चाहिँ नर्मल्ली फङ्सन लेखेको प्रोग्राम आएको छ के है एउटा त देखाइदिएँ नि मोडल क्वेसन तर सामान्य ज्ञानले हेर्दाखेरि चाहिँ एउटा लङ क्वेसनमा चाहिँ एउटा सर्ट क्वेसनमा चाहिँ फङ्सनको प्रोग्राम पर्नै पर्छ भन्ने जस्तो मैले मेन्टालिटीमा बुझेको छु कि तर दिन पनि पर्छ क्या किनभने प्रोग्रामिङ पढिसक्नुपर्छ फङ्सनको प्रोग्रामै आएन भने त झ्याउ हुन्छ नि त त्यही भएर तपाईँले सामान्य सिम्पल फङ्सन एउटा बुझ्नुभयो भने मैले लास्ट भिडियोमा अब यो भिडियो हेर्नु भने मैले फङ्सनै एक्सप्लेन गरेको थिएँ तर म 10 क्लासमा छुट्टै बनाउनु यसमै एक्सप्लेन गर्छु है सिम्पल भिडियो सिम्पल फङ्सनको इलुस्ट्रेसन बुझ्नुभयो भने तपाईँले त्यो 2 मार्क्स चाहिँ स्योर ग्राब गर्नुहुन्छ क्या 2 मार्क्स स्योर ग्राब गर्नुहुन्छ अर्को 2 मार्क्स चाहिँ कहाँबाट आउँछ त भन्दाखेरि चाहिँ कहाँबाट आउँछ भनेर त ठोक्कान गर्न सकिँदैन तर फङ्सनबाट चाहिँ आउँछ जस्तो लाग्छ मलाई होइन अर्को भनेको त दिनै पर्ने म भएको भए एउटा इफ एल्स स्टेटमेन्टहरू एड्रेस हुने गरेर वा अर लुप एड्रेस हुने गरेर एउटा क्वेसन दिनु पर्यो हेर्नुहोस् है यसरी चाहिँ यो 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 प्र्याक्टिस गर्नु भने तपाईँले एटलिस्ट जस्तो क्वेसन आए पनि तपाईँले 2 मार्क्स चाहिँ यहाँबाट चाहिँ तान्न सक्नुहुन्छ क्या है हेर्नु चाहिँ 3टा त आउँछ नि सर्ट क्वेसन 3टा सर्ट क्वेसन आउँछ भनेको छ एउटा फङ्सन सिम्पल फङ्सन जान्नुभयो एउटा सिम्पल इफ एल्स प्रोग्राम डेमोन्स्ट्रेट गर भन्छ लुप डेमोन्स्ट्रेट गर भन्छ होइन सिम्पल फङ्सनहरू जान्नुभयो भने पनि तपाईँले 4 मार्क्स त ग्राब गर्न सकिहाल्नुहुन्छ क्या
है। यति तपाईँले यति दुईटा बुझ्नु भएको छ राम्रोसँग भने तपाईँले एमसिक्यूमा मैले अहिले भर्खरै भनेको थिएँ नि दुईटा एमसिक्यू आउँछ भनेको थिएँ नि, यो दुईटा एमसिक्यूमा तपाईँले एउटा एमसिक्यू चाहिँ अभियसली मिलाउनुहुन्छ यदि तपाईँले फङ्सन र यति तिनवटा कुरा बुझ्नुभएको छ भने। फङ्सन, इफ एल्स, लुप तिनवटा कुरा बुझ्नुभएको छ भने तपाईँले कति मार्क्स चाहिँ इजिली एड्रेस गर्न सक्नुहुन्छ त भन्दाखेरि दुईटा सर्ट क्वेसन भनेको 4 मार्क्स भयो, एउटा एमसिक्यू भनेको 5 मार्क्स भयो होइन। इजिली तपाईँले 5 मार्क्स चाहिँ इजिली एटेम्प्ट गर्न सक्नुहुन्छ, तर योभन्दा बढी पनि आउँछ है। यो त मिनिमम आउँछ होइन, आउन पर्छ भन्ने मान्यता हो, किनभने मैले अहिले भनिहालेँ धेरै क्वेसन ब्याङ्क छैन, तर एज अ प्रोग्रामर लर्न गर्न पर्ने कुरा, बुझ्न पर्ने कुरा, एक्जामिनेसनमा यसो चेक गर्न पर्ने कुराहरू चाहिँ यो कुरा चाहिँ एकदम एड्रेस गर्नुपर्छ है। अब थर्ड कुरा भनेको चाहिँ त्यहाँ धेरै छ क्या, सिलेबस हेऱ्यो भने एकदम कन्फ्युजिङ त भन्दिनँ म होइन, एकदम क्लियरली इलिस्ट्रेट गरेको छ। डिफ्रेन्ट लाइब्रेरिजहरू युज गर भनेको छ क्या, डेमोन्स्ट्रेट गर भनेको छ क्या। अब म्याट प्लटहरू, पान्डाहरू छ होइन, त्यस्ता कुराहरू चाहिँ अब सर्टमा एउटा टुक्क सोधिदिन नि सक्छ होइन। अब त्यो ट्राई एक्सेप्ट भनेर सोधेको छ क्या, यो एकदम एरर ह्यान्डलिङ एकदम इजी छ होइन। यहाँबाट एउटा आउन सक्ला 2 मार्क्सको होइन, वा सिम्पल पान्डाहरूबाट आउन सक्ला है, यो कुरा पनि ठिकै छ। ल सर्ट क्वेसन भनेको जस फङ्सन, इफेल्स, लुप पढ्नुभयो भने र यो एरर ह्यान्डलिङ पढ्नुभयो भने तपाईँले 3टा सर्ट क्वेसन चाहिँ एड्रेस गर्न सक्ने हुनुहुन्छ विथ कन्डिसन्स है। अब त्यो पछि चाहिँ लास्टमा एउटा हाम्रो के छ त भन्दाखेरि लङ क्वेसन भनेको, लङ क्वेसनमा चाहिँ धेरै कुराहरूबाट आउन सक्ने सम्भावना देखेको छु क्या मैले चाहिँ। धेरै भन्दा पनि अब उसमा चाहिँ त्यो मोडल क्वेसनमा चाहिँ पान्डाजको दिएछ होइन, पान्डाजको दिएछ है। त्यो नि यति 4 लाइनको प्रोग्राम छ, एफबी सजिलो छ है, त्यो दिएछ। अब तर सिनारियो के छ त भन्दाखेरि लङ क्वेसनको लागि अर्को ठाउँ दिन पर्ने, दिन सक्न मिल्ने ठाउँ चाहिँ के छ त भन्दाखेरि त्यहाँ फाइल ह्यान्डलिङ छ क्या एउटा क्रेजी होइन। फाइल ह्यान्डलिङ पनि एकदम जान्न पर्ने जस्तै हो क्या, किनभने क्युबेसिकमा फाइल ह्यान्डलिङको प्रोग्राम चाहिँ अहिले पनि आउँथ्यो क्या पहिला एससीमा है। क्युबेसिकमा चाहिँ सधैँ आउँथ्यो, एउटा फाइल ह्यान्डलिङबाट दिनै पर्ने जस्तो थियो कि होइन। अब त्यहाँ अर्को चाहिँ सिएसबीबाट फाइल रिड राइट गर पनि भनेको छ क्या, सिएसबीबाट फाइल रिड राइट गर भनेको छ। सिएसबी भनेको नि फाइल ह्यान्डलिङ नै पर्छ, तर युजिङ पान्डाज भनेर भनेको छ होइन कतै होइन। त्यही भएर यो पान्डाज, फाइल ह्यान्डलिङ अनि यो सिएसबीका थिङ्सहरूबाट चाहिँ एउटा लङ क्वेसन चाहिँ आउन सक्ने सम्भावना छ। त्यही भएर यति कुरा कभर गर्नुभयो भने चाहिँ तपाईँलाई चाहिँ आई थिङ्क तपाईँलाई चाहिँ सबै पुग्छ 10 कक्षाको लागि चाहिँ होइन। सबै पुग्छ त के भन्नु होइन, तर मेजोरिटी कभर चाहिँ यति गर्दाखेरि चाहिँ हुन्छ। किनभने पाइथन भन्ने हुन्छ नि त, अनि कति कभर गर्ने भन्ने हुन्छ कतिलाई होइन। सक्नेले त आफै पढ्छ मलाई थाहा छ होइन, तर होइन मलाई अलिअलि जान्न मन लाग्छ भन्यो भने यसरी यो कुराहरू जान्नुभयो भने तपाईँले धेरै कुरा कभर गर्नुहुन्छ कि है। यो कुराहरूको मैले भिडियोहरू पनि हालिरहेकै छु। र अब अहिले चाहिँ म के गर्छु त, मैले अहिले भर्खरै भने नि फङ्सन जहिले पनि 2 मार्क्सको सोध्छ होइन। 2 मार्क्सको फङ्सन सोध्छ भने त्यो 2 मार्क्स चाहिँ अहिले प्र्याक्टिस गरिदिउँ कि है। सो एउटा क्वेसन चाहिँ मैले लास्ट टाइम गरेको थिएँ, मैले त्यो मोडल क्वेसनमा आएको चाहिँ यो भिडियोमा चाहिँ गरिदिएको छु होइन। त्यसमा के भनेको थिएँ त भन्दाखेरि एरिया अफ सर्कल निकाल भनेको थियो कि होइन है। यो एरिया अफ सर्कल निकाल भनेको थियो, त्यो चाहिँ मैले भने नि लिङ्कमा राखिदिन्छु। यसको भिडियो चाहिँ मैले गरिसकेको छु क्या फङ्सन डिस्क्राइब गर्ने बेलामा, त्यहाँबाट धेरै राम्रो कन्सेप्ट आउँछ। यस्तै यस्तै आउँछ कि फङ्सनभित्र लुप हाल भन्ने त्यत्रो डिफिकल्टी 2 मार्क्सको लागि दिँदैन र दिन पनि हुँदैन है। त्यही भएर सिम्पल के कस्तो आउँछ भने फङ्सन युज त गर भन्छ, डेमोन्स्ट्रेट फङ्सन गर भन्छ, हेर्नुहोस् है स्योर। अनि क्वेसनमा चाहिँ फङ्सनको नाम पनि दिएको हुनसक्छ होइन, फङ्सनको नाम पनि पहिल्यै दिएको हुनसक्छ। अब तपाईँको काम भनेको जस्ट के गर्न पर्ने हुन्छ त भन्दा इनपुट लिएर त्यसलाई प्रोसेस गरेर आउटपुट जेनेरेट गर्नुपर्ने हुन्छ। जस्ट केही इफ एल्स बट केही पनि लगाएको हुँदैन क्या। अब जस्ट एरिया निकाल भने के गर्न पऱ्यो त नि, केही पनि हुँदैन नि त, यति गर्न पऱ्यो तर युजिङ फङ्सन हुन्छ कि है। त्यही भएर यस्तै क्वेसन एउटा गर्न पऱ्यो भने मैले अहिले सम अफ उसहरू पनि गरिसकेको छु। एउटा सिम्पल प्रोग्राम गरौँ न त होइन, सिम्पल इन्ट्रेस्ट निकालौँ ल। फङ्सन युज गरेर है राइट अ प्रोग्राम है इन पाइथन पीवाई लेख्दै युजिङ फङ्सन है टु के गर्ने अरे टु क्यालकुलेट सिम्पल इन्ट्रेस्ट होइन। टु क्यालकुलेट सिम्पल इन्ट्रेस्ट भनेर फङ्सन युज गर भने त तपाईँलाई सबैलाई थाहा हो नि त। सिम्पल इन्ट्रेस्ट भनेको त सिम्पल इन्ट्रेस्ट आई इक्वल्स टु पिटिआर अपन 100 होइन त नि, पिटिआर अपन 100 हो होइन। अब यसरी चाहिँ लेखिन्छ है। अब त पिटिआर भनेर त अल म्याथमेटिक्समा चाहिँ पी डट टी डट आर डट चाहिँ अपरेटर होइन के, मल्टिप्लाई गर्नु छ भने यो एस्ट्रिक साइन लेख्नुपर्ने हुन्छ। अब सिम्पल प्रोग्राम बुझेको हिसाबले चाहिँ हामीलाई के थाहा छ त भन्दाखेरि चाहिँ इन अर्डर टु क्यालकुलेट सिम्पल इन्ट्रेस्ट हाम्रो फर्मुला भनेको आई भन्ने फर्मुला भनेको हामीले पी छ, हामीसँग प्रिन्सिपल छ, टाइम छ र रेट छ भने
त्यो तीनटालाई मल्टिप्लाई गरेर डिभाइड बाई 100 गरिदियो भने हाम्रो सिम्पल इन्ट्रेस्ट आउँछ भन्ने हामीलाई सबैलाई थाहा छ। त्यही भएर के छ त भन्दाखेरि यो इन्ट्रेस्ट निकाल्नको लागि चाहिँ हामीलाई चाहिने इनपुट भनेको पी रहेछ, टी रहेछ, आर रहेछ हैन। सो हामीले मेन्टल मोडलमा के राख्यौँ त भन्दा सुरुमा मलाई इनपुट चाहिँदो रहेछ। त्यो इनपुट भनेको चाहिँ प्रिन्सिपल, टाइम र रेट हो। त्यो म युजरबाट लिन्छु। त्यो लिइसकेपछि चाहिँ म के गर्छु त भन्दाखेरि चाहिँ यो आई छ नि, आई भनेको त फर्मुला हो। यो फर्मुलामा राखिदिइसकेपछि यसले के गर्छ त भन्दा मलाई इन्ट्रेस्ट दिन्छ र त्यो आएको इन्ट्रेस्टलाई चाहिँ म युजरलाई फेरि रिटर्न गरेर आउटपुटको रूपमा डिस्प्ले गराइदिन्छु भन्ने मेन्टल मोडल बनाउनु भयो। तर अब यही कुरा फङ्सनबाट लेख्न पर्यो भने अब तर्सिन परेन के। जस्ट तपाईँलाई थाहा छ फङ्सन कसरी लेखिन्छ भन्ने कुरा तपाईँलाई थाहा छ। थाहा छैन भने अलिकति फङ्सनको भिडियो चाहिँ हेर्नुपर्छ है। जस्ट डेफ लेखिन्छ हैन। डेफ लेखिसकेपछि चाहिँ फङ्सनको नाम लेख्ने हो हैन। हामीले त्यो सिन्ट्याक्समा थाहा भइसकेको छ। फङ्सनको नाम जे लेख्न नि पाइन्छ। अब क्वेसनमा सिम्पल इन्ट्रेस्ट लेख भनेछ भने चाहिँ सिम्पल इन्ट्रेस्टै लेखिदिउँ, स्पेस दिन पाइँदैन है। इन्ट्रेस्ट भनेर लेखिदिउँ। यति गर्यो भने तपाईँले फङ्सन डिफाइन गरिसक्नु भएको छ हैन। अब तपाईँले खाली ब्र्याकेट लेख्नुपर्ने हुन्छ। कम्प्लिट सिन्ट्याक्सको लागि चाहिँ यदि डेफ फङ्सन नेम फलोड बाई ब्र्याकेट है, खाली ब्र्याकेट लेखेछु। अहिले म यो कुरा भन्दै जान्छु है। र लास्टमा गएर कलन लाउनु भयो भने तपाईँले एउटा फङ्सनको डेफिनेसन तयार पार्नुभयो के, सिन्ट्याक्स तयार पार्नुभयो। तर अब यसले के काम गर्छ त नि, यसले त केही काम गर्दैन है। अब यसले यो फङ्सनले तपाईँको काम गर्न पर्ने भनेको के हो, सिम्पल इन्ट्रेस्ट क्यालकुलेट गर्न पर्ने हो। हेर्नुहोस् अब बुझ्दै गइन्छ क्या। अब मलाई थाहा छ कि सिम्पल इन्ट्रेस्ट क्यालकुलेट गर्नलाई यो फङ्सनले कसैले बोलायो भने यो फङ्सनको गर्ने काम भनेको आई इक्वल्स टु पी इन्टु टी इन्टु आर हो, डिभाइड बाई 100 हो। यो त हामीलाई म्याथमा थाहा नि त हैन। यदि यो फङ्सन कसैले बोलायो भने हामीले यो गर्यो भने यसले क्यालकुलेट गर्छ के। तर यो फङ्सनले पिटिआर त पाउन पर्यो नि त। हेर्नुहोस् त पिटिआर पाउन पर्यो नि त। सो हामी के गर्छौँ त भन्दा पिटिआर पाउनको लागि चाहिँ यो फङ्सन कल गर्ने बेलामा हामीलाई चाहिँ के बुझ्न पर्यो त भन्दा यो फङ्सनलाई चाहिँ पिटिआर कसैले पास गर्न पर्यो एज अ प्यारामिटर भनेर बुझ्न पर्यो क्या। अब बल्ल के भयो त भन्दा यो फङ्सन कम्प्लिट भयो नि त है। अझै भएन तर म भन्छु। फङ्सन डिफाइन भयो, डेफले फङ्सन डिफाइन गर्यो। यो अब एमसिक्यूमा यही सोधेको थियो, इन पाइथन विच किवर्ड इज युज टु डिफाइन अ फङ्सन भने त डेफ भनेर बुझ्नु भयो नि त। अब यस्तै प्रोग्राम गर्दाखेरि नलेज थपिँदै जाने हो के। यो फङ्सन कल गर्ने बेलामा पिटिआर कसैले पास गर्यो भने अब यो फङ्सनले चाहिँ पिटिआर पायो। अब बल्ल के गर्न सक्यो त भन्दा यसले क्यालकुलेट गर्न सक्यो र क्यालकुलेट गरेको भ्यालु आईमा ल्याएर राख्यो। अब कल गरेर पिटिआर दिएको मान्छेलाई त त्यसलाई त रिटर्न गरेर हामीले इन्ट्रेस्ट दिन पर्यो नि त। सो यसको तलपट्टि हामी के गर्छौँ त भन्दा रिटर्न आई गरिदिन्छौँ है। रिटर्न आई गर्नु भनेको के हो त भन्दाखेरि चाहिँ यो फङ्सनले चाहिँ इन्ट्रेस्ट क्यालकुलेट गरेको छ, अब त्यो चाहिँ युजरलाई दिन्छु भनेर चाहिँ आई रिटर्न गरेको के। यो चाहिँ हामीले सोचेको, तर कम्प्युटरले त जे रिटर्न गर्न नि पाइन्छ है फेरि है। अहिले हामीलाई चाहिएको यही हो नि त, इन्ट्रेस्ट क्यालकुलेट गरेर इन्ट्रेस्ट रिटर्न गर्न परेको। सो यो कन्टेक्स्टमा चाहिँ अब हाम्रो के भयो त भन्दाखेरि चाहिँ तपाईँले हेर्नुभयो भने कुनै यो फङ्सनलाई कल गर्यो भने यो फङ्सनलाई कल गर्दाखेरि पिटिआर पास गर्नै पर्छ फेरि है। पिटिआर यहाँ माथि मैले देखेको छु नि त, यो पिटिआर पास गरेन भने के हुन्छ त, फङ्सन एक्जिक्युटै हुँदैन, कलै हुँदैन। किनभने इनभ्यालिड प्यारेन्ट्स भन्छ नि त हैन। तीनटा प्यारामिटर यसले एक्सपेक्ट गरेर बसेछ, तीनटा मलाई कसैले पिटिआर दिन्छ र म चाहिँ त्यसलाई चाहिँ इन्ट्रेस्ट दिन्छु भनेर बसेको छ। अब पासै गरेन भने म छैन, जा मैले पाइनँ भनिदिन्छु। त्यस्तै इनभ्यालिड प्यारामिटर्स हुन्छ। अब यति भएपछि तपाईँले बुझ्नुभयो कि यति पार्टले के गर्छ त भन्छ फङ्सन डिफाइन गर्यो। फङ्सन डिफाइन गर्यो, अब यो फङ्सनलाई त कल गर्न पर्छ। कल गर्नलाई चाहिँ हामीले के बुझेछौँ त भन्दा फङ्सनको नाम जे हो नि त्यही फङ्सनको डेफिनेसनको तलपट्टि लेख्ने। सिम्पल इन्ट्रेस्ट हो हाम्रो फङ्सनको नाम। यो सिम्पल इन्ट्रेस्ट चाहिँ कल गर्दाखेरि यसले चाहिँ पिटिआर एक्सपेक्ट गरेर बस्छ, त्यही भएर मैले पिटिआर पास गरिदिन्छु। अब हेर्नुहोस् है, यहाँ कन्फ्युजन हुँदै जान सक्छ। अब यो डिफाइन भयो, त्यो पछि यसले कल गर्यो, यो लाइनले कल गर्यो। कल गर्दाखेरि त यसले पिटिआर पास गरेको छ, तर हाम्रो प्रोग्रामलाई अझै पनि थाहा छैन कि पिटिआरको भ्यालु कति हो भनेर। छ त नि, यति हो नि त हामीले लेखेको प्रोग्राम त अझै हैन। यति लेखेछौँ तर हामीलाई पिटिआरको भ्यालु नै थाहा छैन। सो हामीले के गर्नुपर्ने हुन्छ त भन्दाखेरि युजरसँग हामीले पिटिआर माग्नुपर्ने हुन्छ। पिटिआर कहाँ माग्ने त भन्दा सिम्पल इनपुट लिने हो, किनभने इनपुट प्रोसेस आउटपुट हो नि त हैन। अब त्यो इनपुट चाहिँ यहाँबाट कल भएछ भने अभियसली यो लाइनको माथि चाहिँ लेख्नै पर्छ है। अब कन्सेप्ट अफ प्रोग्रामिङ भनेको यही हो क्या, माथिबाट बग्दै आइरहेछ। अब पहिला इनपुट नभइकन कल भयो भने के हुन्छ, इनभ्यालिड प्यारामिटर हुन्छ, फेरि पनि प्यारामिटरै छैन, इनभ्यालिड भेरिएबल हुन्छ, त्यहाँ त अनडिफाइन्ड भेरिएबल हुन्छ अझै।
होइन। सो के बुझियो त भन्दाखेरि चाहिँ जहाँबाट कल भएछ, कल हुँदाखेरि चाहिँ यसले पिटिआर पास गरेको छ। पास गर्नुभन्दा माथिपट्टि चाहिँ मैले कतै इनपुट लिनुपर्छ भन्ने हो। अब त्यो इनपुट फेरि हेरि यो डेफभित्र लेख्ने होइन फेरि है, जस्ट यो डेफको बाहिरपट्टि कतै यहाँ होइन। यो मैले अलिकति भित्र लेखेको छु जस्ट तपाईँलाई अहिले बुझाउनको लागि है। अब मैले सुरु माथितिर लेखिदिन्छु सो है, मलाई एउटा पी भन्ने चाहिएछ, त्यो युजरले दिन्छ। युजरले दिने चाहिँ प्रिन्सिपल भनेको पैसा हो, पोइन्ट पोइन्टमा हिसाब हुन्छ नि त, त्यही भएर फ्लोट लेखिदिन्छु है। फ्लोट लेख्ने अनि इनपुट लेख्ने ब्र्याकेटभित्र। अब यो ब्र्याकेट चाहिँ फ्लोटको हो, अब यो ब्र्याकेट चाहिँ इनपुटको हो है। इन्टर प्रिन्सिपल भन्छ है त, प्रिन्सिपल भने अब यसलाई चाहिँ एउटा ब्र्याकेट चाहिँ इनपुटको, अर्को ब्र्याकेट चाहिँ फ्लोटको। अब के हुन्छ त भन्दा युजरले प्रिन्सिपल हान्छ, त्यसलाई चाहिँ फ्लोट बनाउँछ अनि पीमा लगेर राख्छ क्या, यसरी बुझ्नु पर्यो। सेम फर टी अल्सो है, फ्लोट इनपुट, यो रिपिट रिडन्डेन्ट भयो नि त होइन, इन्टर टाइम। सिमिलरली अब रेटको कुरा भन्यो, रेट भनेको त पोइन्ट पोइन्टमा हो नि त होइन, त्यही भएर फ्लोट इनपुट, इनपुट भयो है त, इनपुट यस्तो बुझ्नुहोस् है, इन्टर रेट। यति गरिसकेपछि अब के भयो त भन्दाखेरि प्रोग्राम माथिबाट रन हुँदाखेरि पहिला इनपुट माग्यो, पीमा लगेर राख्यो, टीमा राख्यो, आरमा राख्यो, त्यो पछि बग्दै आयो, त्यो पछि बग्दै आइसकेपछि हामी डेफमा आयौँ। डेफ भनेको चाहिँ के हो त भन्दाखेरि चाहिँ सिम्पल इन्ट्रेस्ट भनेको चाहिँ फङ्सनको नाम छ। अब यो कसैले कल गर्यो भने पिटिआर पास गर्छ र मैले आई रिटर्न गर्छु भनेर बस्छ, तर यो एक्जिक्युट हुँदैन। नभएपछि तल आउँछ, तल आउँदाखेरि के भयो त भन्दा यो इन्काउन्टर भयो। यो इन्काउन्टर हुँदा त ओ यो त फङ्सनको नाम हो नि त भन्छ होइन, फङ्सनको नाम हो, तर मसँग पिटिआर पनि छ। पहिले युजरले दिएको पिटिआर बोकेर यसले फङ्सन कल गर्छ। यहाँ आउँदा अब के भयो त भन्दा फङ्सन कल भयो। हेर्नुहोस् है, यहाँ फङ्सन कल भइसकेपछि, कल भएपछि त ओ पिटिआर पनि पाएँ भनेर मक्ख पर्छ। यो पिटिआर पाइसकेपछि ओ पिटिआर बोकेर म भित्र जान्छु भन्छ, अनि भित्र गएर यसले के गर्छ, इन्ट्रेस्ट क्यालकुलेट गर्छ। इन्ट्रेस्ट क्यालकुलेट गरेर आइराख्छ, आइराखिसकेपछि यसले ओ रिटर्न गर्ने रहेछ, मैले त प्रिन्ट गर्नै पाइनँ भन्छ होइन। त्यही भएर रिटर्न गरेर त्यो इन्ट्रेस्ट चाहिँ रिटर्न गरिदिन्छ। अब रिटर्न गरेको भ्यालु चाहिँ फेरि बोकेर आउँछ, यहीँ यहाँ आउँछ बोकेर। ओ भ्यालु बोकेर आइसक्यो, कल गयो, कल गरेछ, ल पिटिआर ला मलाई इन्ट्रेस्ट दिए भनेर कल गरेको त अनि यसले होइन। अब त्यसले पाइसकेपछि अब यसलाई काम भनेको हाम्रो प्रिन्ट गर्नुपर्ने हुन्छ। सो प्रिन्ट गर्ने बेलामा डाइरेक्ट यसलाई बाहिर प्रिन्ट गर्न नि सकिन्छ कि, त्यही भएर मैले यो अलिकति भित्र लेखेको है। प्रिन्ट गरेर यसो यस्तो गरिदियो भने के हुन्छ, प्रिन्ट गरेर यस्तो गरेर सिम्पल इन्ट्रेस्ट पिटिआर भित्र लेखिदियो भने के हुन्छ त भन्दाखेरि पहिला भित्रकोले कल गर्छ। हेर्नुहोस् है, भित्रकोले कल गर्छ, रिटर्न भएको भ्यालु आएर यहाँ बस्छ, यो जहाँबाट कल भएको त्यहाँ बस्छ, त्यो पछि बाहिर निस्किँदा प्रिन्ट हुन्छ क्या, अनि बल्ल रिटर्न भएको भ्यालु प्रिन्ट भयो क्या बाहिर है, त्यो नेस्टेड भएर बाहिर निस्केको हो नि त। यही लाइनलाई तपाईँले अर यसरी लेख्न नै पाउनुभयो कि। अब कल गर्ने बेलामा सिम्पल इन्ट्रेस्ट कल गर्न सकिन्छ नि त। त्यही भएर यहाँ सपोज मैले यहाँ चाहिँ एसआई भन्ने भेरिएबल बनाइदिएँ ल एउटा, त्यो प्रिन्ट गर्नुको सट्टै। हेर्नुहोस् है, एसआई भनेको चाहिँ यसले चाहिँ सिम्पल इन्ट्रेस्ट कल गर्नुपर्छ है भनेर मैले यसरी सिम्पल इन्ट्रेस्ट लेखिदिएँ। ल सिम्पल इन्ट्रेस्ट लेखिदिएँ, अनि यसलाई चाहिँ मैले पिटिआर पास गरिदिएँ अघिको जस्तै। अघि चाहिँ प्रिन्टभित्रबाट कल गरेको थिएँ, अब चाहिँ बाहिरबाट कल गरेँ, रिटर्न भएको भ्यालु अब एसआईमा आएर बस्ने भयो क्या। अब रिटर्न भएको भ्यालु चाहिँ यहाँ आउँथ्यो, यो आएर एसआईमा बस्यो। अब त्यो पछि चाहिँ के भयो त भन्दा प्रिन्ट गर्यो, प्रिन्ट एसआई गर्यो भने सिम्पल इन्ट्रेस्ट प्रिन्ट भयो। अब यसलाई राम्रोसँग प्रिन्ट गर्न पऱ्यो भने यसरी प्रिन्ट गर्न पनि सक्नुहुन्छ, प्रिन्ट एफ स्ट्रिङ युज गरेर है, सिम्पल इन्ट्रेस्ट इज, अनि यो कर्ली ब्र्याकेट लाउने, अनि एसआई। यो कसरी प्रिन्ट गर्ने भनेको मैले पाइथनको सिरिजमा भनेको चाहिँ यो एफ स्ट्रिङ युज गर्ने। यो चाहिँ राम्रो अलिकति डेकोरेटिभ आउटपुट। यति गर्नुभयो भने चाहिँ तपाईँले सिम्पल इन्ट्रेस्टको भिडियो चाहिँ मजाले गर्न सक्नुहुन्छ, भिडियो होइन प्रोग्राम है। यस्तै यस्तै सिम्पलवाला आउँछ कि, यो मैले धेरै कम्प्लिकेटेड बनाउन खोजेको होइन होइन, एकदम सिम्पल नै आउँछ। अब यसरी नै तपाईँले 2-4वटाहरू गर्नुहोस् न होइन, डिफ्रेन्ट प्रोग्रामहरू गर्नुहोस्। सपोज फर इक्जाम्पल एरिया अफ रेक्टेङ्गल निकाल्नुहोस्। ल एरिया अफ रेक्टेङ्गल निकाल्नुहोस् होइन, यो होमवर्क भयो। एरिया अफ रेक्टेङ्गल हाफ बेस इन्टु हाइट, हाफ बेस इन्टु हाइट होइन। अब फोर्स निकाल्नुहोस्, एफ इजिकल टु एमए निकाल्नुहोस् होइन, युजिङ फङ्सन। जे गर्दै नि भन्दा होइन, एभरेज अफ 3 नम्बर निकाल्नुहोस्। ल यो एकदम इम्पोर्टेन्ट, एभरेज अफ 3 नम्बर भेरी इम्पोर्टेन्ट भनेर राख्नुहोस्, अनि यसलाई पनि निकाल्नुहोस् है। अब यसरी चाहिँ अब के निकाल्नुहुन्छ, भोल्युम निकाल्नुहोस्, भोल्युम अफ सिलिन्डर निकाल्नुहोस् न त है। यो अलिकति कम्प्लेक्स होला। ल भोल्युम अफ सिलिन्डर, पाई आर स्क्वायर फर्मुला चाहिँ 3.4 इन्टु पाई भनेको 3.4, पाई आर भनेको आर स्क्वायर भनेको आर इन्टु एच। अब जहिले पनि यस्तो डाइरेक्ट फर्मुला आउनेमा चाहिँ के बुझ्नुहोस् त भन्दा मलाई के इनपुट चाहिएछ, अब यही टेम्प्लेट हो क्या, यही टेम्प्लेट फलो गर्ने हो नि त। यही टेम्प्लेट फलो गरेर हामीले के गर्छौँ त भन्दाखेरि इनपुट चाहिँ अब
फर इक्जाम्पल मलाई यही भोल्युम अफ सिलिन्डर निकालेको भए फर्मुला चाहिँ पाई आर स्क्वायर रहेछ, मलाई रेडियस र हाइट चाहिन्थ्यो कि होइन। सो मैले यहाँ यसको सट्टामा चाहिँ आर रेडियस र हाइट लिन्थेँ, फ्लोटमै लिए भयो। सेम कुरा आर र एचमा राखिदिनुहोस्। अब यहाँ आएपछि यो फङ्सनको नाम चेन्ज गरेर भोल्युम जे लेखिदिने भयो। अब यसले प्यारामिटर पिटिआर लिन्छ त नि, लिँदैन नि त। यसलाई त अब आर र एच भयो भने भइहाल्यो नि। अनि यो फर्मुलालाई रिटर्न गरिदिनुहोस्, यसलाई चाहिँ रिटर्न भी गरिदिनुहोस्। अनि देन प्रिन्ट गर्ने बेलामा डाइरेक्ट कल गरेर त्यही इनपुट लिएको आर र एच पास गरिदिनुहोस्। इजी। यही कुराहरूलाई म एउटा टाइप गरेर देखाइदिन्छु क्विकली होइन, एन्ड देन विल मुभ टु नेक्स्ट वान है त। सो टाइप गर्नलाई चाहिँ म क्विकली हाम्रै रिडर्स नेपालमा आएँ होइन, पाइथनमा जान्छु अहिलेलाई चाहिँ। यो भिएस कोडमा पनि गर्न सकिन्छ, मैले धेरै कुराहरू भनिसकेको छु है। भिएस कोडमा पनि हेर्न सक्नुहुन्छ, गर्न सक्नुहुन्छ आई मिन टु से। अब फङ्सन बनाउने बेलामा मैले कसरी भनेको थिएँ त भन्दाखेरि चाहिँ सुरुमा चाहिँ डेफबाट सुरु गर्ने, डेफ लेख्ने, सिम्पल इन्ट्रेस्ट। अब यसरी गर्नुपर्छ भन्ने छैन, जानेको मान्छेले त इनपुटबाटै गर्ने नि त होइन। सिम्पल इन्ट्रेस्ट भन्ने फङ्सन बनाएँ, यसलाई चाहिँ पिटिआर चाहिन्छ भने होइन। अनि त्योपछि चाहिँ यो फङ्सनले चाहिँ के गर्छ त भन्दा आई इक्वल्स टु पिटिआर अपन 100 गर्छ। ब्र्याकेटभित्र राख्यो भने राम्रो, अब अलिक क्लिन प्रोग्राम लेख्ने बानी बस होला है त। पिटिआर अपन 100 गरेँ है त मैले। अब त्योपछि यो फङ्सनले रिटर्न गर्ने भयो क्या। रिटर्न के गर्ने भयो त भन्दा रिटर्न आई गर्ने भयो। अब यो त फङ्सन डेफिनेसन भयो नि त। कल गर्नलाई मैले के भनेको थिएँ त भन्दा फङ्सन कल गर्नलाई त्यो फङ्सन एज इट इज हुनुपर्छ होइन। अब यो भ्यालु चाहिँ जे लेख्न नै पाइन्छ है। यो फङ्सनले पिटिआर एक्सपेक्ट गरेछ भने मैले यहाँ एक्स वाइ जेड पास गर्न नि पाउँछु क्या। तर के बुझ्न पऱ्यो त भन्दा एक्सले चाहिँ पी बोकेर बसेछ भन्ने जान्न पऱ्यो है। पी एक्स वाइ जेड गरेर सिम्पल। अब सिम्पल इन्ट्रेस्ट एक्स वाइ जेड भनेर लेख्यो भने यो फङ्सनको नाम हो, यसले चाहिँ एक्स वाइ जेड पास गर्छ, गर्दाखेरि एक्सको भ्यालु पीमा आउँछ, वाइको भ्यालु टीमा आउँछ, जेडको भ्यालु आरमा आउँछ क्या है। यसरी चाहिँ के हुन्छ त भन्दा इक्वल नम्बर हुनु पऱ्यो क्या। इक्वल नम्बर भएन भने त्यो फेरि डिफ्रेन्ट तरिका छ होइन, त्यो मिल्न चाहिँ मिल्छ, इक्वल नम्बर पास गर्दिनँ भन्दा नि। तर यहाँ चाहिँ इक्वल नम्बर पास गरेन भने यो प्यारामिटरमा चाहिँ डिफल्ट भ्यालुहरू दिनुपर्ने हुन्छ क्या है। डिफल्ट भ्यालुहरू दिनुपर्ने हुन्छ, त्यो कम्प्लेक्स हुन्छ, अहिले चाहिँदैन 10 कक्षालाई। सो यति भइसकेपछि अब मलाई चाहिएको भनेको यो फङ्सन काम गर्नलाई चाहिँ एक्स वाइ जेड रहेछ। सो यहाँ म के गर्छु त पी इक्वल्स टु फ्लोट लेख्छु है। मैले पी लेख्न पाएँ, मैले जानी लेखेको त पी, फेरि पी लेख्न पाउँछु पाउँदिनँ नि त। तर युजरलाई त फेरि इन्टर एक्स भनिदिने होइन नि त, इन्टर प्रिन्सिपलै भनिदिन पऱ्यो है। यो डबल कोटेसनको कुरा त युजरले देख्छ। यो पी भनेको प्रोग्रामरको लागि रिफरेन्सको लागि हो, त्यो भएर पी होइन मलाई अहिले राख्न परेको। यहाँ के हो त भन्दा एक्स हो। यहाँ धेरै कुरा छुटेको छ, यहाँ मैले डबल कोटे कलन छुटाएको छु, यहाँ एक्स हो। सिमिलरली अब यही कुरालाई मैले वाइ बनाउँछु। अब यहाँ यो चाहिँ वाइ भयो। वाइ भनेको चाहिँ टाइम हो। अब युजरलाई त टाइम त भनिदिनु पऱ्यो नि त, इन्टर वाइ भन्यो भने त के हो नि युजरलाई त होइन। त्यही भएर अर्को लास्ट वान भनेको जेड हो है। जेड हो। जेडमा चाहिँ इन्टर टाइम होइन रेट हो यो। अब के भयो त भन्दा युजरले हानेको प्रिन्सिपल चाहिँ एक्समा आएर बस्यो, टाइम चाहिँ वाइमा आएर बस्यो, रेट चाहिँ के भयो जेडमा आएर बस्यो। त्यो भएपछि यो एक्जिक्युट भयो, यो त फङ्सनको डेफिनेसन भयो। त्यसपछि तल गयो, यसले कल गर्यो, एक्स वाइ जेड पास गरेर पिटिआरमा बस्यो है। अनि त्योपछि फर्मुला क्यालकुलेट भयो, रिटर्न भयो। रिटर्न भएपछि यो पार्ट फेरि फर्केर आएर यहीँ भयो। अब रिटर्न भएको भ्यालुलाई यसरी प्रिन्ट गरिदिनु पऱ्यो, यति गऱ्यो भने हाम्रो सिम्पल इन्ट्रेस्ट क्यालकुलेट हुन्छ। इन्टर यो भयो, यो भयो, यो भयो है। सिम्पल इन्ट्रेस्ट भनेर प्रिन्ट गरेर नि त एफ स्ट्रिङ युज गर्न सकिन्छ भनेको होइन त नि। अनि यसरी एफ स्ट्रिङ युज गर्ने हो नि त, एफ गर्ने। अनि सिम्पल युजरलाई राम्रोसँग देखाउनु पऱ्यो भने यस्तो छ, सिम्पल इन्ट्रेस्ट इज भन्ने अनि यो कुरालाई चाहिँ यो कर्ली ब्र्याकेटभित्र राख्ने यो भने चाहिँ अब लास्टमा चाहिँ ब्र्याकेट लाउने। अनि यति गरेपछि चाहिँ यो प्रिन्ट हुन्छ। इन्टर प्रिन्सिपल ड्याम 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 सिम्पल इन्ट्रेस्ट इज भनेर प्रिन्ट भयो। यसरी नै तपाईँले अब भोल्युम अफ सिलिन्डर निकाल्न परेको भए के भयो, इन्टर रेडियस भनिदिएँ, एक्समै राखिदिन्छु है यसलाई। इन्टर हाइट भनिदिएँ, एक्समै राखिदिएँ। अब यसको काम चाहिँ के हो भन्दा भोल्युम निकाल्ने काम हो यसको काम। तर यसले अब भोल्युम निकाल्छ। भोल्युम निकाल्दाखेरि तर यसलाई पिटिआर चाहिन्छ, अब चाहिँदैन। यसलाई चाहिनेको आर र एच हो। आर र एच आइसकेपछि यो फर्मुला भनेको के हुन्छ, भी इक्वल्स टु पाई आर स्क्वायर एच 3.14 इन्टु आर। आर त्यो माथि प्यारामा आर स्क्वायर। आर स्क्वायर लेख्नु भने यसरी दुईवटा एस्ट्रिक लाउन नि पाइन्छ है। दुईवटा एस्ट्रिक लाएर 2 लेखिदियो भने चाहिँ यो स्क्वायर हो, दुईवटा एस्ट्रिक लाएर 3 लेख्यो भने क्युब हो यो है। होइन कन्फ्युज लाग्छ भने आर इन्टु आर लेख्ने नि हुन्छ। एस्ट्रिक लाग्यो अनि एच। यति भइसकेपछि हाम्रो भोल्युम क्यालकुलेट हुन्छ। फिर्ता चाहिँ भी नै जान्छ। फिर्ता भएपछि कल गर्ने बेलामा चाहिँ यहाँ भोल्युम इज भनिदिउँ न। अब होइन यस्तो गाह्रो लाग्छ एक्जाममा सर्टकटमा लेख्न मन लाग्यो भने डाइरेक्ट यसरी कल गरिदिनुहोस् क्या, एकदम सजिलो। भोल्युम हो, तर भोल्युममा चाहिँ हाम्रो आर र एच भनेको चाहिँ फेरि एक्स र जेड वाइ छ है।
एक्स र वाइ यदि गऱ्यो भने एक्सको भ्यालु आरमै जाने यो सेम हुन्छ क्या तर कन्फ्युज लाग्यो भने फेरि आर र एच चाहिँ लेख्न पाइन्छ नि त फेरि यस्तो किन कन्फ्युज हुन पऱ्यो त नि होइन आरए लेख्ने हाइटलाई एचमै राखिदिउँ न होइन किन कन्फ्युज हुने त नि यसरी एक्स वाइ राखेर होइन यो आर नै हो अगाडिबाट यो एच नै हो यस्तो गऱ्यो भने झन् सबभन्दा सिम्पल होइन जस्ट यु डेमोन्स्ट्रेट फङ्सन डेमोन्स्ट्रेट गरिसक्नु भयो होइन अब यसलाई रन गरौँ इन्टर रेडियस यस इन्टर हाइट यस भनेर भ्यालु चाहिँ प्रिन्ट भयो अब मैले यहाँ इज भनेर प्रिन्ट गरेर तपाईँले बुझिसक्नु भयो यसरी नै तपाईँले अहिले मैले भनेको डिफ्रेन्ट क्वेसन्सहरू प्र्याक्टिस गर्नुहोस् होइन सी यु नेक्स्ट भिडियो त्यसमा अझै म पाइथनको कुराहरू सोध्नेछु है त गर्नेछु भन्न खोजेको सी यु बाई